प्रविधिले संसारलाई नजिक ल्यायो, तर केही प्रविधिको कालो कुनामा लुकेर केही मानिसहरूले अरूको जिन्दगीलाई खरानी नर्क बनाइदियो। नमस्कार दर्शकबिन, म कार्यक्रम प्रस्तुता चन्द्रमान राई। आज हामी एउटा यस्तो कहाली लाग्दो सत्यको पर्दाफास गर्दैछौँ जसले डिजिटल दुनियाँ र सामाजिक सञ्जालको डरलाग्दो पाटोलाई छर्लङ्ग पार्नेछ। यदि पैसाको पावर हुन भने लिएर जा अदालतमा, अदालतबाट प्रमाणित गर्न दोषी हुन म सधैँ भोग्न तयार छु। किनभने मेरो मोबाइलमा कहिले पनि म्यासेजेसहरू डिलिट हुँदैन। देखियो कि देखिएन होइन, यसरी म्यासेज अनसेन्ड गरिन्छ होइन चाहिँ मसँग ती प्रत्येक एभिडेन्स छन् जुन एभिडेन्सले चाहिँ मलाई प्रमाणित गर्छ। छैन खै अहिलेसम्म पक्राइखेनन् के अरे, इन्टरपोल लाएर लैजालान् र टिकट नकाटिकन नेपाल जामला बनेको के अरे खै। दर्शकवृन्द, एउटा महिला जसले मायालाई हतियार बनाइन्, नक्कली प्रेमिकाको जाल बिछाइन् र दर्जनौं मानिसको जिन्दगी, इज्जत र सम्पत्ति क्षणभरमै बर्बाद पारिन्, खरानी बनाइन्। नाम हो तुलसा अधिकारी। तुलसा अधिकारी 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 तुलसा अधिकारीको जन्म नेपालमै भएको हो, तर उनको महत्वाकांक्षी र चाहनाहरू नेपालको सिमानाभित्र अटाउन सकेन। छिट्टै धनी बन्ने र विलासी जीवन बिताउने सपना बोकेर उनी विगत 5 वर्षदेखि दुबई र अस्ट्रेलियामा बस्दै आएकी थिइन्। बाहिरबाट हेर्दा उनी एउटा सामान्य मेहनती र प्रवासी महिला जस्ती देखिन्थे, तर बन्द कोठाभित्र उनको मोबाइलको स्क्रिनबाट एउटा यस्तो खतरनाक खेल चलिरहेको थियो। पक्राउ अगाडि तुलसा भन्दै थिइन्, चिमोरियाले श्रीमती बनाएर मलाई धोका दिए। नेपाल प्रेसले केही दिन अगाडि मात्र गरेको कुराकानीमा उनले भनेका कुराहरूको सार यस्तो छ। वास्तविकता के हो भने त्यो मान्छेसँग मेरो चिन्जान 2075 सालमा भएको हो, जसको शिकार नेपालका सोझा साझा मात्र होइन, प्रतिष्ठित सम्पन्न व्यक्तिहरू पनि भइरहेका थिए। तर प्रश्न उठ्छ, हजारौं माइल टाढा बसेर उनले नेपालको मानिसलाई कसरी आफ्नो पन्जामा पार्थिन्? यसको मुख्य हतियार थियो टिकटक। टिकटकमा आकर्षक भिडियोहरू पोस्ट गर्ने, लाइभमा बसेर दर्शकलाई आकर्षित गर्ने र मिठा मिठा कुरा गरेर ध्यान तान्ने एउटा जादुगरी शैली थियो। साह्रो हो आन्टी, तिमी सिङ्गल हो रे? अहिले त सिङ्गल हो, एक्लै छु। अहिले एकैछिनको लागि 4-5 घन्टाको लागि सिङ्गलै छु बाबु। जब कोही व्यक्ति उनको जालोमा पर्थ्यो, कुराकानी टिकटकको कमेन्ट इनबक्सबाट सर्थ्यो। बिहान बेलुका मेसेजबाट सुरु भएको सम्बन्ध भोइस कल हुँदै भिडियो कलसम्म पुग्थ्यो। विश्वास जित्न उनी महिनौं लगाउँथिन्। अब सम्बन्ध गहिरो र घनिष्ठ हुन्थ्यो, तब सुरु हुन्थ्यो उनको असली खेल। ती नितान्त व्यक्तिगत र गोप्य भिडियो कलहरू, तस्बिरहरू र च्याटहरू उनले सुटुक्क रेकर्ड गर्थिन्। उनको ठगी नै यो श्रृङ्खलाकै शून्यजित थियो। ब्ल्याकमेलिङ, किन मलाई ब्ल्याकमेलिङ गर्नु जरुरी छ? ल है, म अलिकति प्ले गरेर मात्रै सुनाइदिन्छु है प्रमाण हजुरहरूको पीडित पक्षको है। जति पीडा दिनु थियो, जति चोट दिनु थियो, जति घाउ दिनु थियो, जति तिमीलाई चाहिँ मैले दुःख दिनु थियो, त्यो मैले मेरो एउटा पार्ट्स थियो, मैले त्यो पार्ट सिकेँ। उनको ठगी यो श्रृङ्खलाकै शून्यजित थियो। आउनुहोस् उनको ब्ल्याकमेलिङको डायरी पल्टाएर हेरौँ। पहिलो शिकार को थिए, दोस्रो शिकार को थिए, तेस्रो हुँदै 5औं र अहिलेसम्मको शिकार को थिए। उनको पहिलो शिकार बनेको थियो काठमाडौँको एक युवा व्यवसायी। आफ्नो शिकार बनाएकी थिइन्। नक्कली प्रेमको नाटक गरेर खिचिएको आपत्तिजनक भिडियो देखाउँदै उनले ती व्यक्तिबाट 5 लाख रुपैयाँ असुल गरेकी थिइन्। इज्जत जार्ने डरले ती व्यक्तिले चुपचाप पैसा तिरे। त्यहाँबाट तुलसाको मनोबल बढ्यो। दोस्रो शिकारमा परे प्रबोधन र धम्कीमा। पहिलो घटनाबाट हौसिएका उनको निशाना परे अर्को व्यक्ति। यसपटक उनले प्रलोभनको तरिका जस्तै विदेश बोलाउने वा सँगै व्यापार गर्ने प्रलोभन देखाइन्। पछि परिवार र आफन्तलाई ती गोप्य कुराकानी पठाइदिने धम्की दिएर उनले निरन्तर मानसिक तनाव दिन र लाखौं लाख रकम फेरि लुटिन्। कसरी बनाइन आफ्नो पन्जामा तेस्रो शिकार? अब तेस्रो शिकार भने उनले भावनात्मक रूपमा ब्ल्याकमेल गरिन्। आफू बिमारी भएको वा कानुनी झमेलामा फसेको बहाना बनाएर सुरुमा ऋण मागिन् र पछि पोल खोलिदिने धम्की दिएर ब्ल्याकमेल गर्न सफल भइन्। यदि पैसाको पावर हुन भने लिएर जा अदालतमा, अदालतबाट प्रमाणित गर्न दोषी हो भने म
अब सबैभन्दा ठुलो ड्रिल र कुराकानी र फन्दा कसलाई फसाएका थिए अझै गम्भीर र प्रष्ट ब्याकमा बुझौँ। दर्शकबिन सानातिना ठगीबाट करोडौँको खेलमा पल्केकी तुलसाले अहिलेसम्मकै सबैभन्दा ठुलो ब्ल्याकमेल को थिए त? एक विशिष्ट र प्रतिष्ठित व्यापारीलाई गरिन् उनले ठगीको मुख्य कारण जस्तै विवाहको झुटो आश देखाएर गोप्य तस्बिरहरूको आधारमा ब्ल्याकमेल गर्दै ठुलो रकम करोडौँको रकम र सम्पत्ति मागिन्। तँसँग तेरो श्रीमतीको जति पाठ मैले पनि त्यति नै पाठ पाउँछु, किनभने यो कानुनमा छ। कोही मान्छेसँग शारीरिक फाइदाको लागि झुटो बोलेर झुटो कुराहरू स्थापित गरेर कसैको शरीरसँग खेल्नु पनि बलात्कार नै हो, बुझिस्? तर यो पटक उनको दाउ उल्टो पर्यो। ती पीडितले इज्जतको प्रवाह नगरी सप्रमाणहरू नेपाल प्रहरी साइबर ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरो CIB मा उजुरी दर्ता गराइसकेपछि अनुसन्धान गर्दै जाँदा अदालतमा उनी विरुद्ध 5 भन्दा बढी ठगी र साइबर अपराधका उजुरीहरू दर्ता भइसकेको रहेछ। नेपाल प्रहरीले सूक्ष्म अनुसन्धान गर्यो तर ती अपराधी विदेशमा थिइन्। त्यसपछि नेपाल प्रहरीले इन्टरपोलसँग समन्वय गरेर अन्तर्राष्ट्रिय प्रहरी सङ्गठनको सहयोगमा तुलसा विरुद्ध रेड कर्नर नोटिस जारी गर्यो। उनी पक्राउ परिन्, उनलाई नेपाल ल्याउन प्रक्रिया सुरु भयो। अहिले नेपाल प्रहरीले इन्टरपोल मार्फत पक्राउ गरेका छन्। इतिहासको सफलता हो विदेशमा बसेर डिजिटल अपराध गर्दै कानुनबाट बस्न सकिन्छ भन्ने। अहिले नेपाल प्रहरीले इन्टरपोल मार्फत उनलाई पक्राउ गर्न सफल भएको छ। इतिहासको यो सफलता पनि हो। विदेशमा बसेर डिजिटल अपराध गर्दैमा कानुनबाट बस्न सकिन्छ कि सकिँदैन भन्ने एउटा ज्वलन्त उदाहरण दिएको छ भने भ्रम फैलाउने र फरार रहेका अन्य अपराधीहरूका लागि पनि यो एउटा कडा चड्कन हो। नेपाल प्रहरीको यो कदमले अहिले प्रमाणित गरेको छ कि अपराध गरेर विश्वको जुनसुकै कुनामा लुकेर बसे पनि कानुनको लामो हात त्यहाँसम्म नै पुग्दो रहेछ। दर्शकबिन तुलसा अधिकारी त पक्राउ परिन् तर डिजिटल दुनियाँमा अझै कैयौँ तुलसाहरू नक्कली अनुहार लिएर घुमिरहेको हुन सक्छ। यो घटना हामी सबैको लागि एउटा गम्भीर पाठ हो। सामाजिक सञ्जालमा नचिनेको मानिससँग आवश्यक नजिक हुने, आफ्नो नितान्त व्यक्तिगत र गोप्य कुराहरू सेयर गर्ने र भिडियो कलमा नाङ्गिने गल्ती कहिल्यै नगर्नुहोस्। डिजिटल दुनियाँमा विश्वको व्यापार धेरै महँगो साबित हुन सक्छ। यदि तपाईँ वा तपाईँको चिन्जानको कोही यसरी ब्ल्याकमेलको शिकार भइरहनु भएको छ भने डराएर वा इज्जत जाने डरले पैसा नदिनुहोस्। एकपटक पैसा दिएपछि त्यो श्रृङ्खला कहिल्यै रोकिँदैन। तुरुन्तै नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा सम्पर्क गर्नुहोस्। सतर्क रहौँ, सुरक्षित रहौँ। दर्शकबिन फेरि पनि यस्तै समाचारहरू हेर्दै गर्नुहोला। अहिलेको लागि बिदा दिनुहोस्। म कार्यक्रम पुस्तक चन्द्रमान राई। हस्त नमस्कार।